सो गुड मर्निङ एन्ड वेलकम ब्याक टु द माई न्यू ब्लग। के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु, तर खुट्टा चाहिँ यति धेरै दुखिरहेको छ। म सुबह कालिका गाउँपालिका गएको थिएँ, कालीकोटको। लगभग म हिँड्न लागेको 3 घन्टा भइसक्यो। लगातार 3 घन्टादेखि म हिँडिरहेको छु। पारीको जियोग्राफी हेर्नुहोस् गाइस, भूगोल। कालीकोट मान्छेले दुर्गम भन्छन्, विकट भन्छन् होइन। दिस इज द रियालिटी। कस्तो छ पहाड, यत्रो पहाड छ हाम्रो होइन। यो पहाड बिना कामको पहाड छ। यसमा न वनस्पतिहरू राम्रो छ, न खेतीपाती गर्न मिल्छ, न कोही पर्यटकहरू आउन सक्छ होइन यो हेर्नको लागि। पुरै त्यो भन्छ नि बिना कामको। सो यहाँनिर चाहिँ बाँदर रहेछ यो रुखमा। बाँदर भाइ, ए बाँदर भाइ। सो गाइस यहाँनिर के खाइरहेछ केटा हो? ल नबाङ्ने केटा हो, कुराकानी गर्छु म तिमीहरूसँग। यो बाँदरले चाहिँ जिस्काउँछ है, मान्छेलाई जिस्काउँछ। भागे सबै भागे। यो रोड छ, यो रोडको कामै छैन, तर गाडी नै चल्ने रहन्छ। यो रोड माथिसम्म गएको थियो। म 3 घन्टादेखि यही रोडमा हिँडेर आइरहेको छु। गाडी छैन। यस्तो पो विकास हुन्छ त, रोड खन्याछ गाडी छैन। यो घरको अवस्था यस्तो छ। पारीको बजार चाहिँ मानमा बजार हो गाइस होइन। यस्तो डाँडामा किन बनाएको होला क्या मान्छेले है। सदरमुकाम बनाउने भूगोल पनि अलिकति राम्रो हुनु पऱ्यो। त्यहाँ चाहिँ डेन्स पपुलेसन बढ्छ भन्ने कुरा थाहा पाउनु पऱ्यो नेताहरूले। त्यस्तो केही छैन। यहाँनिर एउटा कुरा छ गाइस, म तपाईँलाई देखाउँछु। लेट्स सी। यहाँनिर यो आँपको रुख छ, यस्तो राम्रो तरिकाले फुलेको छ नि, बाफ्रे बाफ्रे, राम्रै तरिकाले फल्ने रहेछ यार। पारी त्यहाँ सोलर प्यानल बनाएको छ है, त्यो चाहिँ हो वाटर लिफ्टिङ सिस्टम। यहाँको पानी लिफ्ट गरेर सायद यो खोलाको पानी लिफ्ट गरेर माथि सहरमा पुर्याउँछ होला।